नमस्कार साथीहरू, स्वागत छ आजको नयाँ ट्रेकिङ भ्लगमा। आज हामी गइरहेका छौँ काठमाडौँको एकदमै सुन्दर, शान्त र मन छुने पदमार्ग चम्पादेवी पदमार्ग। जङ्गलको हरियाली, शिखरबाट देखिने हिम श्रृङ्खला र प्राकृतिक सुन्दरताले भरिएको यो पदमार्ग काठमाडौँको भिडभाडबाट टाढा तर निकै नजिक छ। तपाईँ पनि एक दिनको शान्त यात्रा खोज्दै हुनुहुन्छ भने यो ट्रेक तपाईका लागि हुन सक्छ। यात्रा सुरु गरौँ। सिंहदरबार नजिकैबाट सुरु भएको हाम्रो यात्रा भद्रकाली, त्रिपुरेश्वर, कालीमाटी र बल्खु हुँदै हात्तीबोन रिजोर्ट जाने मेन हाइवेसम्म बसमा हुनेछ। अब चम्पादेवी पदमार्गको लागि तयार हुँदैछौँ। सँगै रहनुहोस्, रमाइलो यात्रा हुनेछ। अब सुरु हुन्छ हाम्रो पदमार्ग तर्फको यात्रा। सहरको कोलाहल पछाडि छोडेर हावा, हरियाली र शान्तिको खोजीमा अघि बढ्दैछौँ। यात्राको लागि पर्याप्त पानी, हल्का खाजा, टोपी, सनग्लास अनिवार्य रूपमा साथमा राख्नुपर्ने हुन्छ ताकि यात्रा सहज र आनन्ददायक रहोस्। बोलाउँदै कस्तो फिल भइरहेछ? एकदम ठिक छ दाजुभाइ, आजसँगै हिँड्न पाइयो। धेरै समयपछि फेरि हिँड्न पाऊँ। ओके छ। समग्रमा भन्नुपर्दा चम्पादेवी पदमार्ग काठमाडौँ आसपासका लागि एक रमाइलो, सांस्कृतिक र प्राकृतिक प्रेमीहरूका लागि उत्कृष्ट ट्रेकिङ गन्तव्य हो। बादलले पुरै आकाश ढाके पनि हिमालको त्यो सानो टुप्पो टाढाबाट झुल्किएको छ। जसरी स्वर्गको टापु बादलबीच तैरिरहेको होस्, सेतो बादल र सेतो हिमाल दृष्टिमा कम तर मनमा गहिरो। कानमा झ्याउकिरीको सङ्गीत, चराहरूको चिरबिर आवाजले थपेको मिठास, आँखाभरि हरियाली, यो शान्त वातावरण शब्द होइन, अनुभूति बोल्छ। प्रकृतिको यस्तो सङ्गीत सहरमा कहाँ पाइन्छ र? पदमार्गभरि फैलिएको हरियाली, दाहिनेतिर फर्पिङको बस्ती, टाढा देखिने काठमाडौँ उपत्यका र आकाशमा अल्छी सर्दै गरेका बादल मुनि हिमालको झल्को यात्रा केवल पाइला होइन, आँखाले खाने सौन्दर्य पनि हो। एक एक खुड्किला चढ्दै उचाइसँगै बढ्दै जान्छ प्रकृतिको नजिकको अनुभूति। पाइला गह्रो हुन्छ तर मन हल्का। ढुङ्गाको खुड्किला मात्र होइन, यी त प्रकृतिसँग पुग्ने सिँढीहरू हुन्। थप पाइला चाल्दा चाल्दै अब हामी चम्पादेवी पदमार्गको अन्तिम बिन्दुमा आइपुगेका छौँ। यहाँ उभिँदा थकान हराउँछ, मन शान्त हुन्छ। चम्पादेवी मन्दिर सानो, शान्त र अत्यन्तै पवित्र। हावा ताजा छ, दृश्य अद्भुत छ। हिमाल, उपत्यका र हरियाली सबै एकै नजरमा। जसरी यात्रा शिखरमा पुगेर टुङ्गिन्छ
त्यसरी मनभित्र केही सुरु हुन्छ, एक प्रकारको शुद्धता। चम्पादेवी मन्दिरमा केही बेर विश्राम गरेपछि अब फर्किने समय आयो। यो शान्ति र सुन्दरता लिएर फेरि बाटो समात्दैछौँ। मन हल्का, अनुहारमा मुस्कान, यात्रा अर्को अध्यायको तयारी मात्रै। यो बैशाख बेला हिँड्नु पर्ने काठमा खाँदैका है काठको बुटा पनि रहेछ होइन सेलु चोखा काठको बुटा मजाले छ त्यही पछाडि छुटिहाल्यो दाइ सानै मिठो छ फेरि कसले अपहरण गर्दै पनि अर्को अपहरण सबै उल्टो छ कस्तो भइरहेछ दाइ ओह्रालो झर्दा अब ठिक छ मुस्कान चाहिँ तपाईँको ठिक छ क्या मुस्काउनु पर्छ है खालि रिसाउने मात्र भएन त्यही त फेरि धेरै मुस्कान छोड्यो भने फेरि घरबार नै बिग्रिन सक्छ धेरै मुस्काउनु नै त्यो पनि सही हिँडेर जानलाई रमाइलो छ रमाइलो छैन गौरी सर एकदम दाइ अनि कस्तो अनि हिँडाइ कस्तो हो ठिकै छ अहिलेसम्म त्यस्तो केही छैन दाइ गाह्रो साह्रो माथि चन्द्रगिरी भन्दा यो राम्रो छ कि माथि नै ठिक छ चन्द्रगिरी ठिक नै यहाँ अलिकति मलाई चाहिँ के लाग्यो भने भ्यू चाहिँ हुन्छ नि इन्डिङमा आएर यसो उपत्यका देखियो भए अझ बेटर हुन्थ्यो यसमा जनप्रतिनिधिले पनि यसमा अलिकति चासो लिनु चासो लिनु पर्यो अझै पर्यटक आन्तरिक पर्यटकको वृद्धि भइजान्थ्यो दाइ त झन् पातलो हुनुहुने हो हामी जस्तो मोटोलाई ठिकै छ दाइ माया धेरै गर्नु भएर पातलो देख्नु भयो राम्रो मान्छे राम्रो देख्नु
हामी तपाईँकै दोहोऱ्यामा त गएको सबरको भ्यालु चाहिँ हुनु न कसले गाउँ छ हौ त्यो हाम्रो नवराजको मरि कता ठाउँ त रमाइलो लाग्यो त्यो त पिकनिक गर्नलाई त स्पेसल ठाउँ हो नि त भाइ यहाँ त टुरिस्ट हो नेपालीहरू अलिकति धनी धनी हुनु पऱ्यो मिडल क्लाससम्म त हामी जस्तै गरी त हो नि टिफिन प्याक गरेर लिएर आएको देख्यौँ अब हामी चम्पादेवी पदमार्गबाट तल झरिसकेका छौँ र मुख्य हाइवे नजिक आइपुगेका छौँ। जङ्गल शान्ति र पहाड पछाडि परे। अहिले फेरि सहरको गन्ध र गाडीको आवाज सुनिन थाल्यो। मनमा ताजगी, मोबाइलमा यादहरू र शरीरमा मिठो थकान बोकेर यात्रा सकिँदैछ, तर कथा बाँकी नै छ। आउँदैछु म होइन म पनि देखिदिनु बहुत मिठो छ नानी मुस्कान चाहिँ फेरि हजुर हुन भन्दा नि पछाडिको नसा दुख्दो रहेछ मेरो पछाडिको नसा दुख्दो अलिकति त्यो हुन्छ नि यस्तो एङ्गलको नसा बिस्तारै बिस्तारै दुख्नु थाल्छ त्यस्तो फेरि सबै हिँड्नु नमिल्ने गरी होइन सामान्य अझै तल छ त यार खै तपाईँले पुरो हाम्रो त्यहाँ त भव्य मनाउँछ अब हाइवे आइपुग्यौँ, यात्रा टुङ्गियो, अनुभव बाँकी छ। पदयात्रा सकियो, तर मन अझै पहाडमै छ। बाहिर त हिँड्दा हिँड्दा अनि गाडीमा आइसकेपछि कस्तो स्वर्गीय आनन्द घन्टा 15 मिनट लाग्यो ठ्याक्कै केही समयको बस यात्रापछि हामीले खाना खाने ठाउँमा रोकियौँ। ताजगी दिँदै खाजाको स्वाद लियौँ र सङ्गीतसँगै नाचगानमा रमायौँ। मित्रताको हाँसो, थकाइ बिर्साउने रमाइलो अनन्त हामी फर्कियौँ काठमाडौँ, स्मृतिमा भरिएका पलहरू बोकेर।
अझ यहीँ रहनेछ। कृपया माया गरिदिनुहोस्, मेरो च्यानललाई लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सनुहोला। फेरि भेटौँला अर्को।